अब अहिले पनि अब जस्तो गाउँबाट कोही आयो भने मोहन चल घर भनिदिन्छ म गइदिन्छु के भोलि मलाई 7 बजी यहाँ क्लास छ म जसरी पनि 6:30 बजीसम्म आइपुग्छु म 7-7 किलोमिटरमा हिँडेर आएको अनि म अहिले पनि घर गइदिन्छु कि मलाई त्यति मतलब मेरो आफ्नो गाउँदेखि चाहिँ ठाउँदेखि चाहिँ प्रेम छ अनि त्यही भएर चाहिँ मैले एउटा कविता लेखेको छु मलाई मेरै माटोमा मिल्न मन छ सुन न ए मेरा आफन्तहरू मलाई मेरै माटोमा मिल्न मन छ सुन न ए मेरा आफन्तहरू मलाई मेरै माटोमा मिल्न मन छ मलाई आफ्नै बारीमा तोरीको फुल बनी फुल्न मन छ मलाई आफ्नै बारीमा तोरीको फुल बनी फुल्न मन छ आफ्नै खेतमा धानको बाला बनी झुल्न मन छ त्यसैले सुन न ए मेरा आफन्तहरू मलाई मेरै माटोमा मिल्न मन छ म चाहदिन मेरो मृत्यु पश्चात मेरो मृतदेहलाई अरू कसैको माटोमा मिल्नु परोस् म चाहदिन मेरो मृत्यु पश्चात मेरो मृतदेहलाई अरू कसैको माटोमा मिल्नु परोस् म चाहदिन मेरो मृत शरीरलाई अरू कसैले अन्तिम विदाई गरोस् किनभने मलाई मेरै मातृभूमि मलाई मेरै राष्ट्र मलाई मेरै देश प्यारो हुन्छ त्यसैले सुन न ए आफन्तहरू मलाई मेरै माटोमा मिल्न मन छ म मेरो यी पञ्चतात्विक शरीरलाई त्यागेर गए भने आफ्नै बसन्तको हावा बनी उड्न मन छ आफ्नै हिउँदको झडी बनी झर्न मन छ आफ्नै तराईको गर्मी बनी जल्न मन छ आफ्नै पहाडको पहिरो बनी ढल्न मन छ आफ्नै नेपालको आकाश बनी आफ्नै देशलाई निहाल्न मन छ मलाई मन पर्छ मेरै छठमा धोती कुर्ता लगाएर शिरमा माताको अर्घ लिई जलाशयको किनारसम्म गीत गाउँदै गएको मलाई मन पर्छ मेरै तिहारमा देउसी भैलो खेल्दै गाउँदै रमाउँदै नच्दै टीका लगाएको जहाँ सीता बुद्ध अनि जनक जस्ता ज्ञानी विद्वानहरू र पृथ्वीनारायण जस्ता राष्ट्रनायक र कयौँ राष्ट्रिय विभूतिहरू जन्मेका थिए अहिले पनि यिनलाई जुन माटोमा अझै आभास गर्न पाइन्छ मलाई त्यही माटोमा मिल्नुहुन्छ मेरै गाउँमा चारैतिर सीतारामको धुन गुन्जिन्छ बुद्धको बानी मेलमिलाप पनि प्रेम सद्भाव सबैमा छर्लङ्ग देख्न र महसुस गर्न पाइन्छ हो म त्यही माटोमा मिल्न चाहन्छु म भन्न सक्दिनँ मेरो माटो मलाई कति प्यारो लाग्छ म भन्न सक्दिनँ मेरो देश मलाई कति प्यारो लाग्छ म बयान गर्न सक्दिनँ मेरो मातृभूमिको तर म भन्न सक्छु हृदय में मिथिला हृदय में मधेश हृदय में पहाड़ हिमाल से चीर के देखो भले छाती है मेरे खनखन में नेपाल से चीर के देखो भले छाती है मेरे खनखन में नेपाल से